नमस्कार, म डाक्टर केशवराज भुर्तेल, डाक्टर साहब स्वास्थ्य जीवनको साथी कार्यक्रममा म हजुरहरूलाई स्वागत गर्न चाहन्छु। आज म फेरि एउटा नयाँ सूचना लिएर आइरहेको छु। अहिले नेपालमा दिन प्रतिदिन जनसङ्ख्या कम भइरहेको, धेरै आमाहरूले बच्चा पाउन कोसिस गर्दा बच्चा नपाउनु भएको र धेरै धेरै बहिनीहरूले अलिक एउटा बच्चा पाइसकेपछि अर्को बच्चा पाउन चाहिँ झन्डै 35 वर्ष उमेर कटाएर अलिक ढिलो गर्नुभएको हुनाले उहाँहरूले चाहिँ बच्चा नपाउनु भएको हुनाले, बच्चा पाउन गाह्रो भएको हुनाले र उहाँहरूले सधैँ समस्या बच्चा नभएर चिन्ता गर्नुभएको हुनाले मैले यो जानकारी दिन चाहन्छु। आज मात्रै एकजना बहिनी आउनुभयो जो अहिले 40 वर्ष हुनुहुन्छ। उहाँसँग 19 वर्षको छोरा थिए। छोरा पढ्नको लागि चाहिँ उनी विदेश गए। अनि उहाँ एक्लै हुनुभयो घरमा र अर्को बच्चा अहिले पाउन चाहन्छु म एक्लै भए भनेर आउनुभयो। अब यसो भन्ने बित्तिकै बच्चा पाउन गाह्रो हुन्छ र उमेर 35 वर्षभन्दा माथि गइसकेपछि बच्चाहरू बसेर भयो भने पनि बच्चाहरू अपाङ्ग हुने, सुस्त मनस्थित हुने, बच्चामा विभिन्न किसिमको चाहिँ कमजोरी हुने अवस्था बन्न जाने भएको हुनाले सकेसम्म बच्चा पाउने सबैजनाले चाहिँ सकेसम्म 35 वर्षभन्दा अगाडि बच्चा पाउनु उपयुक्त हुन्छ र सबैभन्दा राम्रो बच्चा पाउने उमेरै 25 देखि 30 वर्ष र बढिया 35 वर्षसम्म हो। त्यसैले हजुरहरू दुईटा बच्चा पाउने मान्छेहरूले धेरैहरूले अहिले चाहिँ 25 वर्षतिर एउटा बच्चा पाउने, त्यसपछि 37, 38 वर्ष, 40 वर्षतिर भएर अर्को बच्चा पाउन खोज्नुभएको हुनाले उहाँहरूमा बच्चा अपाङ्ग हुने, बच्चा भइसकेपछि धेरै खर्च दुःख गर्नुपर्ने भएको हुनाले म हजुरहरूलाई के अनुरोध गर्न चाहन्छु भने बच्चा दुईटा 2-3 वर्षको, 4 वर्ष, 5 वर्षभन्दा कम उमेरको फरक पऱ्यो भने ती बच्चाहरू साथी हुन्छन्, सँगै खेल्छन्, सँगै डुल्छन्, सँगै हिँड्छन् र धेरै वर्षको अन्तराल भयो भने बच्चाहरू आपसमा साथी हुँदैनन् र एक्लै बस्ने, एक्लै हुर्किने खालका हुनाले तिनीहरू बच्चा दुईटा हुनु र नहुनुमा खासै फरक नदेखिँदो रहेछ। त्यस कारणले गर्दा तपाईँहरूले सबैजनाले बच्चा चाहिँ 35 वर्षभन्दा अगाडि र दुईटा बच्चाको अन्तर चाहिँ 4-5 वर्षभन्दा बढी नगर्ने किसिमले बच्चा पाउनुभयो भने परिवार स्वस्थ, सुखी, सबै राम्रो हुन्छ र फेरि 40 वर्षतिर पुगेर बच्चा पाउँदाखेरि फेरि 5-7 वर्ष बच्चा खेलाएर बस्नु पऱ्यो। आफूलाई अलि उमेर बढी भइसकेपछि बच्चा हुर्काउन गाह्रो हुन्छ। त्यस कारणले त्यो बच्चा हुर्काउने समय पनि अनि छोटो समयमा बित्ने भएको हुनाले 35 वर्षभित्र पाउनुभयो भने अलि चाँडै नै त्यो समय पनि सकिने भएको हुनाले हजुरहरूलाई पनि सुख हुन्छ र रोजगारी गर्ने मान्छेहरूलाई पनि रोजगारीमा बिताउनु पर्ने समय 4-5 वर्षको अन्तरमा बच्चा भयो भने 3 वर्षपछि बच्चा स्कुल जान्छ अनि सबै बाँकी जीवन सुखी हुने भएको हुनाले हजुरहरूले बच्चा चाहिँ कमसेकम चाहिँ 35 वर्ष नकटाइकन पाउनुहुन म सबैजनालाई अनुरोध गर्न चाहन्छु। धन्यवाद।